साथीहरू मलाई चाहिँ एकदम प्रकृतिमा रमाउन मन लाग्छ अनि है हजुरहरू देख्नु होला टिकट काट्यो त्यहाँ भिडियो खिच्न नदिँदो रहेछ अनि नन्दा भाउजूको जोड्ने चाहिँ हाइकिङ यात्रा सुरु घरदेखि नै हामी हिँड्दै गएको अनि मलाई त्यस्तो चाहिँ वन जङ्गल अत्याधिक मनपर्छ अनि यो चाहिँ हाम्रो सुन्दरी जलसम्मको हाइकिङ हो घरदेखि हिँड्दै है अनि लाग्यो सुन्दरी जलमा पनि धेरै परिवर्तन भएर रहेछ यस्तोहरू बनाएर चाहिँ म पहिला गएको थिएँ सुन्दरी जलको मन्दिर जाँदाखेरि पहिला जस्तो थिएन अहिले सिडी बनाएर चाहिँ थाकियो अनि यहाँ मन्दिर पनि यहाँ थिएन यहाँ पनि मन्दिर नयाँ स्थापना भएर रहेछ त जाने बाटो नि भएर रहेछ है अनि सुन्दरी जलको चाहिँ एकदम भाइरल झरना अनि हामी नन्द भाउजू चाहिँ हिँड्यौँ यहाँ कति धेरै भिड थियो यहाँतिर हामीले भिडियो सिडियो खिचिनौँ त्यसपछि हामी हिँड्यौँ अगाडि अनि यहाँको रुल्सहरू पढ्यो के गर्नुहुन्छ भनेर अनि त्यसपछि म चाहिँ फेरि एकदम आस्तिक मान्छे परेँ अनि यहाँ मन्दिर रहेछ स्थापना गरेको शिव मन्दिर दर्शन गरेँ ओरेँ है मलाई चाहिँ फेरि एकदम यस्तोमा चाहिँ एकदम विश्वास लाग्छ अनि दर्शन गरिओरी अब डोगीओरी चाहिँ नि हामी चाहिँ म र बहिनी चाहिँ अब हिँड्यौँ अगाडि है अनि अब सिडी रहेछ भाइ बहिनी चाहिँ फर्किँदैछन् अनि मजाले सिडीमा थाकेर एकछिन विश्राम पनि लिँदैछु अलि सिडी माथिसम्म उकालो रहेछ कि अनि मलाई यसरी हिँड्न हाइकिङहरू चाहिँ अत्याधिक मनपर्छ घरि नन्द घरि भाउजू अगाडि पछाडि गर्दै हिँडिरहेछौँ हामी अनि अब हिँड्यो कोही छैन सुनसान हामी मात्रै छ यतिखेर चाहिँ है मैले यसो हेरेँ कतिको मान्छे छ भनेको माथि धेरै माथि पुगिसकेको छ फर्किसकेको थियो अनि यहाँनिर चाहिँ ब्यारेक आर्मी ब्यारेक पहिला चाहिँ यहाँनिर टिकट काट्थेँ भिडियोहरू खिच्न अलाउड छैन त्यही भएर मैले अलिक लुकेर खिचेँ अनि यहाँ चेकिङ भयो हाम्रो टिकट त्यसपछि हामी भित्र छिर्यौँ निकुञ्जभित्र छिर्यौँ है अनि हिँड्यो सुई हिँड्यो यति आनन्द हुन्छ चिसो फ्रेस हावा अनि यो चाहिँ आपतकालीनको लागि कसैलाई केही भइहाल्यो भने भनेर नम्बर राख्दो रहेछ यहाँ अनि एकदम राम्रो लाग्यो अनि त्यसपछि यो चाहिँ नि सुन्दरी जलको हामीले पानी पिउने ड्यामसम्म माथि पुग्यो यता पनि गयो है पहिला नि गएको थिएँ म बुहारीसँग गएको थिएँ अनि त्यसपछि सुन्दरी माई मन्दिर खास टार्गेट हो हाम्रो जाने अनि त्यसपछि हिँड्ने सुन्दरी माई मन्दिरतिर झऱ्यो यस्तो थिएन रेलिङ हालेको पहिला अहिले चाहिँ रेलिङ पनि हालेर छ कस्तो राम्रो लाग्यो धेरै पहिला म गएको थिएँ यहाँ माथिसम्म सुन्दरी जल चाहिँ धेरै गएको तर सुन्दरी जलको मन्दिरसम्म धेरै गएको थिएन अनि धेरै भएको थिएन गएको अनि 8-10 वर्षै भएको थियो सुन्दरी जलको दर्शन माईको दर्शन गरिओरी हो दर्शन गरियो अनि त्यसपछि अब दर्शन गरिओरी चाहिँ नि यसो यो पुल पनि बनाएर छ यो सानो ब्रिज बनाएर छ थाहा थिएन यो पुलमा नि यसो रमाइलो यताउता हिँड्यो त्यसपछि फर्क्यो ढिला भएको थियो 5:30 हुन लागिसकेको थियो सुन्दरी जल झरनामा एकछिन भिडियो सिडियो लियो अनि अब 2 जना मात्र गएको नन्द भाउजू है अनि फेरि अब के गर्ने त भन्यो अनि त्यसपछि खाजा खाने ठाउँ पनि भेटिएन जङ्गल त्यसपछि सुन्दरी जल नै फर्किएर यसो ढुङ्गामा रेस्ट गरेर चाउचाउ पानी लगिएको थियो नन्द भाउजू खाइयो अनि हाम्रो हाइकिङ पुरा गरी घर फर्कियो रमाइलो भएको थियो साथीहरू।